सुब्बा कम्पनी, वन स्टॉप एंटरटेनमेंट। छोरी पुग्यो कि पुगेन, फोन त गर्नु पर्ने। हेलो बाबा। छोरी होइन, अहिलेसम्म पुगेको छैन सन्या। त्यो काठमाडौँ पुग्नलाई त जम्मा त्यो 12 घन्टाको बाटो न हो। यतिखेरसम्म अझै पुगे छैन कि क्या हो? हेर्नु न पापा, बाटोमा गाडी बिग्रेर भर्खरै मात्र पुगे। हेर छोरी, सहरमा कसैको भरोसा हुँदैन। बाटोमा कोही भेट्यो भने कसैसँग पनि नबोल्नु। अब हिँडेर जान त सक्दैनस्, भ्याइदिन पनि। रातको 12 बजिसकेछ, ट्याक्सी चढेर जा। उता फुपूहरू पनि सुतिसक्यो होला। अनि सुन, फुपूलाई फोन गरिनस्? चिन्ता नगर्नु न पापा, कति चिन्ता गर्नुहुन्छ। म फुपूकोमा पुगिहाल्छु नि। ल ठिक छ ठिक छ। ल ल ल हुन्छ हुन्छ पापा, हुन्छ। नमस्ते फुपू। ए नमस्ते। अन्त भोलि मात्रै आउने भनेको होइन सरिता? ल हेर आजै पो आइछ त यो त। अनि यति राति किन? हेर्नु फुपू,
बाबाले आजै जा भन्नुभयो। फेरि आउँदा आउँदै बस पनि 3 ठाउँमा बिग्रियो। हेर्नु न फुपू, यो मान्छेले अघिदेखि मेरो पिछा गरिरहेछ। ए भाइ, को हो तिमी? किन मेरो भदनलाई पछ्याइरहेछौ? तिम्रो घरमा चेलीबेटी छैन? छ, मेरो घरमा पनि आमा चेलीबेटी छ। त्यसैले त मैले तपाईँको मान्छेलाई यहाँसम्म सुरक्षा दिँदै ल्याएँ। कहाँ जान्छ, को मान्छे कहाँबाट आएको त्यो मलाई केही थाहा छैन। तर रातको 12 बजी एउटा युवती बसपातमा अलपत्र भएको देखेर मैले यहाँसम्म ल्याइदिएको। तपाईँले गलत सोच्नुभयो मलाई। तपाईँलाई थाहा होला त, 1 वर्ष अगाडि यही गल्लीमा एउटा बहिनीको बलात्कार भएको थियो। थाहा छ, त्यही पल्लो घरको छिमेकीको छोरी त हो नि। हो, त्यस्तै काण्ड नहोस् भनेर मैले यहाँसम्म ल्याइदिएको। माफ गर्नुहोला। हरेक छोरा मान्छेलाई खालि नराम्रो नसोच्नुहोस्। यो समाजमा राम्रो सोच भएको मान्छे पनि हुन्छ। नमस्ते। आजकल कस्तो कस्तो मान्छेहरू हुन्छन्। ल आइज।